तपाईहरुलाई यो मेरो ब्लगको सिरिजमा वेलकम छ। अनि आज चाहिँ म रुम भित्रै ब्लगको एउटा सिरिज बनाउन गइरहेको छु। यो साँघुरो रुमसँग मेरो जीवनको धेरै कुराहरू एट्याच भएको छ। अनि आज चाहिँ बाहिर ठुलो पानी परिरहेको छ। प्राय मान्छेहरू पानी परेको बेला मोडमा हुन्छ रे भनेर सुनेको, तर खास भन्ने हो भने मलाई चाहिँ पानी परेको त्यति ठीक लाग्दैन। त्यही भएर बाहिरको वेदर्सलाई इग्नोर गरेर रुम भित्रै बसेर भिडियो बनाउने भनेर सोचेको। भिडियो रेकर्ड गर्नुभन्दा अगाडि कस्तो हेयर स्टाइल बनाउने भनेर हेयर स्टाइलहरू बनाउन थाले। खासमा नराम्रो मान्छेहरूले नै आफूलाई राम्रो देखाउन धेरै कोसिस गर्छ रे, भएको त्यही नै हो। आफूसँग जे कुरा हुँदैन त्यही कुराको चाहना हुन्छ नि त। मसँग पनि सुन्दरता छैन, त्यही भएर म पनि त्यो सुन्दर हुन चाहेको होला। तर मैले जति नै ट्राई गरे पनि म सुन्दर त देखिने होइन, राम्रो त देखिँदैन। तै पनि यसो प्रयास त हो। रेकर्डको लागि सबै तयारीहरू पनि भइसक्यो। अनि आज चाहिँ रुममा निर्पा ब्रो पनि आएको छ। निर्पा ब्रो चाहिँ आफ्नै काममा ल्यापटपमा एकदमै बिजी छ। आज निकै जागर चलेकोले बिहानै इन्डोर प्लान्टहरूमा पानी पनि राखे र अझ धेरै थप इन्डोर प्लान्टहरू पनि राख्ने भनेर सोचिरहेको छु। भिडियो खिच्दा खिच्दा लास्टै झ्याउ लाग्यो। अनि यसो ब्रेक टाइम जस्तो पनि बनाएर जुस खाने मन लागेर निर्पा ब्रोलाई पनि मैले जुस खुवाउनु नै थियो। लु त बरो जुसको मैले भिडियो खिचेछु। यस्तो भिडियोमा चाहिँ कि भिडियो खिच्नु होला र कडा छ हाल्नु न त कलरको छ। ल बरो के को यस्तो घिउ घिउ जस्तो पनि छ त। चाखु होइन अनि यो चाहिँ मैले अस्ति समरको लागि एमाजोनबाट किनेको बार्बरको क्याप टोपी हो मेरो।